मात्रै कुकुरलाई अड्कलेर दिएको चाहिँ खाने आरा दिएको छ हामीलाई। हामी रमाएका छौँ, मैले कमाएको छु। उनीहरूको एक दिनको 1 घण्टाको मोबाइल र पकेट खर्च हाम्रो महिनाभरिको 12 घण्टाको श्रम, 360 घण्टाको श्रमको मूल्य हो कि होइन? मैले गल्ती बोलेँ? आज विश्वभरिको मान्छे आछ नि, यहाँ दुनियाँको मान्छेले एउटै काम गर्दाखेरिमा 2000, 4000, 5000 कमाउने, हामीले 500 किन? त्यतिसम्म गर्दा पनि हामीले कहिल्यै सोचेनौँ मैले 2 वर्ष ठिक छ आएँ, 4 वर्ष ठिक छ आइसकेँ, कम से कम केही चाहिँ गर्नुपर्छ है। यदि ठाउँ पाएँ भने ठिक छ, ठाउँ पाइएन पाएँ भने केही गर्नुपर्छ भन्ने सोच किन हुँदैन मान्छेमा? पाउँदा किन गर्दैन? आफ्नो लागि किन सोच्दैन? उल्टो मान्छे यो सोच्छ कि म पीडामा छु, ऋण तिर्न सक्दिनँ, मेरो धेरै पैसा फसेको छ, मेरो घर परिवार उता छ, टेन्सन छ, तनाव छ। त्यो भुलाउनको लागि मान्छे लुना थप्छ। लुनाले सधैँको लागि ठिक पारिदिन्छ त? एउटा पीडा भुलाउन अर्को पीडा, अर्को पीडा, अर्को पीडा, अर्को पीडा पटक पटक थपेर यो जिन्दगीलाई तबाह बनाइरहेछ। त्यस कारण आज तपाईँ जति नयाँ हुनुहुन्छ, मैले हात उठाउने कष्ट गर्ने, किन यातना धेरै दिइसकेको छु हिजो अस्ति। अब तपाईँहरूलाई गर्मीमा म धेरै यातना दिन्न, जाने बेलामा शराब लिएर जान चाहन्न म। तैपनि मेरो अनुरोध, आदरणीय मित्रहरू, मेरो जति पनि दाजुहरू, बुवा अङ्कल समानको भाइहरू जो हुनुहुन्छ, तपाईँ अन्डरस्ट्यान्डिङ गर्नुहोस्। यो कसैको लागि होइन। अशोक बस्ने, टुक्राज या शिव खड्का या प्रताप या कोही पनि लिडर, अनि जोसुकै लिडर, कसैले कन्भिन्स गर्दा जोइन हुनुपर्छ होइन। यो तपाईँलाई यो प्रोडक्ट ठिक लाग्यो भने, तपाईँलाई स्वस्थ हुनु छ भने खाने चिज हो यो। अब दोस्रो कुरा रह्यो, खाने कुरा त तपाईँलाई ठिक लाग्दा खाने। बिजनेस कसले गर्ने? बिजनेस जसले 1 घण्टा पार्ट टाइम अन्त छुटाएर 1 घण्टा कम्ती सुत्दा यो चिजले मेरो जीवनमा प्रत्यक्ष असर पार्छ भने, यसले दुनियाँको जीवनमा असर पार्छ भनेर जसले बुझ्न सक्छ, त्यो मान्छेले बिजनेस गर्ने हो। कहाँ गएर गर्ने? आफ्नो साथीले गएर बताउने। ठिक लाग्यो सुन्छ, बेठिक लाग्यो सुन्दैन। सबैले सुन्दैनन्। म कहिल्यै आत्तिन्न, म कहिल्यै डराइन कि मेरा कम्पनीको कोही पनि जोइन भएन। नो प्रब्लम। आज हुँदैछन् नि त साथीहरू। मान्छे शक्तिको पुजारी हो। जेसुकै क्षेत्रमा, समाज सेवामा, राजनीतिमा, कुनै संस्थामा, हरेक क्षेत्रमा मान्छे शक्तिको पुजारी हो। आज अशोकले 1 कल फोन गरेर मान्छे जोइन हुन तयार छ, त्यही मान्छे तर हिजो 1000 पटक रिक्वेस्ट गरेर जोइन हुँदैन थियो। उसले मेरो आज अशोकलाई होइन, कोटलाई हेरिरहेछ नि। आज मेरो कोटलाई, तपाईँ कोट हेरेर जोइन हुनु पर्दैन। यो कोट त मलाई यो आफ्नो खुबीले होइन, डिएक्सनले लाउन दिएको। यो टाईको गाँठो आज पनि मलाई बान्न आउँदैन। किन सिकेनौ भनेर सोध्नु होला। हिजो 6 महिना अगाडि बनाएको टाई धुँदा हल्का तरिकाले धुन्छु, किनकि यो फुत्किन्छ डर। तर किन सिकेनौ? किनकि यो टाई बाँध्ने मान्छे भोलि अर्को खोजेर राख्न सक्छु मैले। त्यसकारण त्यो भएर यहाँ मान्छेले बाहिरी रूप हेरेको छ। म यो कोट लाएर आउँदैन थिएँ, अघि टी सर्ट लाएर आएर गएको मान्छे फर्केर आएको। किन? मान्छेले कोट हेर्न चाहन्छ। किन? डिएक्सन हेर्ने हो नि। यो कम्पनी वर्ल्डकै टप कम्पनी हो कि होइन? वर्ल्डको बेस्ट प्रोडक्ट उत्पादन गर्ने कम्पनी हो कि होइन? यो प्रोडक्टले ह्युमन बडीलाई कसरी काम गर्छ, WHO लगायत धेरै अन्तर्राष्ट्रिय संस्थाले एप्रुभल गरेको प्रोडक्ट हो कि होइन? त्यो पो हेर्ने हो त। मान्छे हेरेर हुन्छ? आज मान्छे हेरेर त धेरै संस्था आए गए, कतिलाई हेरेको हेरे पनि भएको छ। आज हेरिरहेछ मान्छेले, ठुलो पत्रिका हेरेछ, टिभी हेरेछ, यो हेरेछ, त्यो हेरेछ, टेलिफोन सुनेर बसेछ। त्यसकारण जे हेर्नु पर्ने हो त्यो हेर्न सिक्नुहोस् र त्यही हेर्नु भन्नुहोस् अरूलाई पनि। किनकि हेर्नु पर्ने कुरा स्वास्थ्य बनाउँछ, प्रोडक्टले बनाउँछ। लामो समयसम्म केही गर्न पाउनुहुन्छ, कम्पनीको कारणले पाउनुहुन्छ। जीवन परिवर्तन हुन्छ त सिस्टमले हुन्छ, मान्छेको बोलीले हुँदैन जीवन परिवर्तन। बोलीले त तपाईँलाई सान्त्वना दिन सक्छ, अलिकति इनर्जी दिन सक्छ, जाँगर दिन सक्छ, हौसला दिन सक्छ, अरू केही पनि दिँदैन। म जति गफ गरे पनि तपाईँको मुटुको रोग निको हुँदैन। प्रोडक्ट खानुभयो भने मेरो गफ नसुने पनि मुटुको रोग निको हुन सक्छ। त्यसकारण यो प्रोडक्ट किन जरुरी छ हाम्रो जीवनमा? आज त ठिकै छ 500 कमाछौँ, कहिलेसम्म कमाउने 500? जहिलेसम्म शरीरले धान्छ तहिलेसम्म। यदि धानेन भने त्यस पछाडि घर परिवारको हालत के हुन्छ होला? कसले पालिदिन्छ होला मेरो परिवारलाई? सिकाएर आछौँ उहाँ, भोलि गएर यहाँ गर्ने के हो त्यहाँ देखाएको छैन। सुनेको मात्र यस्तो हुन्छ रे कतारमा, सुनेकै भरमा झुटो बोलेर आछौँ त्यहाँ घरमा। हेर म कतार जाँदैछु, यति तलब हुन्छ रे, महिनामा यति जोगिन्छ, यति जोग्यो भने यति पठाउँछु, बच्चालाई लगेर बोर्डिङमा हालिदेऊ। उसलाई थाहा छैन यहाँ के हुँदैछ, भोलि बोर्डिङमा हालिदेऊ, यस्तो गर उस्तो गर, घरमा यो लिएर राख, नभए यस्तो यस्तो लगाएर खाऊ।
आश्वासन दिएछ झुटो, जब यहाँ आउनै बाँकी छ, एयरपोर्ट छिर्नै बाँकी छ। सिके त्यहाँ हात्ती छाप चप्पलको सट्टा अर्को चप्पल सिकिसकेका छन्, त्यहाँ बोर्डिङमा पठाइसकेका छन्, त्यहाँ 2-2 दिनमा फिर्ता गर्न मिल्छ। आज मलाई खित्रिक्क केही भइहाल्यो मेरो बालबच्चा र तिनीहरूको भविष्य के हुन्छ, त्यो भन्दा पनि ठुलो त आज आधा सरको फ्यामिली सदरमुकाममा ल्याएर राखेछ कोठामा, किनकि अब म बहुत पैसा कमाउँदैछु, त्यस कारण मेरो फ्यामिलीलाई अब सुख दिलाउँदैछु। यदि यहाँ खित्रिक्क भयो भने त्यो फ्यामिलीको हालत के हुन्छ होला। यहाँ वर्षको 300 मान्छे ढलिरहेछन्, देखिरहेछ सबैले पत्रिकामा, र पनि मान्छे चिन्तित छैन। ती सबै हिजो चिन्तित थिएनन्, अघिल्लो दिन बेलुका सत्य सुतेका थिए, कति अङ्गभङ्ग भएर गएका छन्, अपाङ्ग भएर हात खुट्टा घुमाएर, र पनि तिनीहरूको जीवनको हालत आज हामीले देख्दा देख्दै पनि हामी सिन्सियर छैनौँ। स्वास्थ्यको क्षेत्रमा, समस्याको क्षेत्रमा 1 नम्बरमा। दोस्रो नम्बरमा रियल्लीमै आदरणीय साथीहरू, मेरो रिक्वेस्ट हो, हामी गरिब थियौँ, हामी सबै हिसाबले कमजोर भए पनि यो प्लेटफर्म साँच्चै दुनियाँमा एउटा अनौठो छ, एउटा यति अनौठो छ मैले कहिले कल्पना गरेको थिइनँ। यही मान्छे त्यही विनर बेडको सेक्युरिटी एक दिन यो स्टेजमा सेयरिङ गर्दा एकजना इन्जिनियरले सोध्नुहुन्थ्यो, त्यो बोलीले मलाई बहुत अहिलेसम्म पनि काम गर्ने इनर्जी दिएको छ। त्यहाँबाट इन्जिनियरजीको तलब त 5,000-7,000 त हुन्छ नि, फोरम्यान, सुपरभाइजर, ठुल्ठुला मान्छेको एकाउन्टेन्टको धेरै तलब हुन्छ। सोधिदिनु भयो मलाई, उहाँले सफल पारिदिनु भएको। खासमा मलाई के भनेर सोधिदिनु भयो, अशोकजी त्यो भित्तामा देखेको फोटोमा कोट लगाएको मान्छेहरूको, ठुल्ठुलो मान्छेको गफको आधारमा ठुलाले सानोलाई खेलाउने यस्तो खालको पेसा गरेर तपाईँ जस्तो 500 खानेलाई सुहाउँदैन। त्यहाँ बसेर सोध्नु भएको थियो मलाई। मैले उनलाई सठिक उत्तर, यदि यो मान्छे यो स्टेजमा कोट लगाएर आयो भने म कुन चाहिँ ठुलो बडाको छोरा हुन्छ सर भनेर सोधेँ। यसैको उत्तर खोज्ने क्रममा आज म यो ठाउँमा छु। त्यसकारण हरेक मान्छेसँग क्षमता छ। तपाईँ राम्ररी अध्ययन गर्नुहोस्, राम्ररी बुझ्नुहोस्, खानुहोस्, अनुभव लिनुहोस्, 5-10 वटा तालिममा बस्नुहोस्। हरेक मान्छे आफ्नो ठाउँमा जानेको छ, बुझेको छ, ज्ञानी छ, पढेको छ, ट्यालेन्ट छ, ठुलोबडा फ्यामिलीबाट आएको छ। तर यो अलग पाठ हो, यहाँ फरक कुरा सिक्नुपर्ने भएको भएर यहाँ क नपढेको मान्छेले सेयरिङ गरोस् या पढेकोले सेयरिङ गरोस्, पुरानोले गरोस् या नयाँले, ती सबैको अनुभव तपाईँ र मलाई जरुरी छ। किनकि त्यो कुरा मलाई थाहा छैन, चाहे म जति नै प्रोफेसनल भए पनि। यदि तपाईँ रियल्लीमै डिएक्सनकै प्रोडक्ट खाएर यही सेयरिङ गरेर अरूलाई यसको बारेमा जानकारी गराएर जीवन सफल बनाउनुहुन्छ भने पहिला राम्रोसँग कम्पनीको अध्ययन गर्नुहोस्। डिएक्सन कम्पनी 17 वर्ष पहिला सुरु भएको कम्पनी कस्तो कस्तो यात्रा पार गर्दै आयो, आज कतिको स्टेबिलिटी छ, कतिको ग्यारेन्टी छ कम्पनीको। गफ लडाउन जसले पनि सक्छ, तर भोलि कम्पनी चिप्ले भने कसले गफ लडाउने? भोलि झापड लडाउँछ मान्छेले। आज कति भइरहेछ प्रब्लम। दोस्रो, प्रोडक्ट बुझ्नुहोस् प्लस खानुहोस्। यहाँ एउटा केस घटेको थियो पहिला यही दोहामा, यो स्याम्पू, यो भित्रको कलर धेरै जसोलाई अहिले सोध्यो भने थाहा हुँदैन कस्तो कलर छ, पहेँलो, रातो, खैरो, कालो। यहाँ मान्छे मोटिभेट भयो, ट्रेनिङ सुन्यो, इमोसनल बन्यो, मेम्बर बन्यो, लिएर गयो, यस्तो हुन्छ अरे, उस्तो हुन्छ अरे, त्यस्तो हुन्छ अरे। तर उसले कहिले पनि गहिरेर बुझ्न चाहेन। यो कस्तो रङको छ सोधेन कहिले पनि। सोधे भए हुन्थ्यो नि, रातो च्याउको स्याम्पू कालो हुन्छ त कि पहेँलो हुन्छ? रातो च्याउ जस्तै हुन्छ होला, यहाँ देखाइन्छ च्याउ यस्तै रङको होला। गएर क्यानमा गएर फलाक्न थाल्यो कि यो स्याम्पूले चाया साया कपाल यो त्यो ऊ। ए बाबा, टाउको चिलाउने मान्छेले नहुँदैन त त्यत्रो गफ गरेपछि? नुहाउँछ नि, योले नुहाउँदा संसारै हुन्छ भने नुहाउँछ। स्याम्पू खोल्यो त्यो नयाँ मान्छेले, हातमा हालेको त कालो झोल आयो। त्यो कालो झोल त बास पनि आउँदैन फेरि। यो आयो भने अलिअलि च्याउ च्याउ गराउँछ, अरू केही बास नै छैन मिठो। त्यसले लायो होला त, तुरुन्तै फोन गर्यो, ओइ तैँले ल्याएको स्याम्पू त खत्तम रहेछ, यो ड्यामेज जस्तो छ, फिज पनि आछ हो, कालो पनि छ, बास्न सास्न केही पनि छैन। त्यो मेम्बरलाई के थाहा उसले स्याम्पू कहिले खोलाए भएको? ए हो र, जसले बेचिरहेको छ ऊ आफै डाउटमा हो र कि त्यो लाउनेले लायो होला त? यस्ता धेरै घटनाहरू छन्। तपाईँ स्टडी गर्नुहोस्, युज गर्नुहोस्। आफूले भोगेको अनुभव जस्तो पेस्टको बारेमा यहाँ बताउँदा नयाँ नयाँ मान्छेहरू त्यहाँ पछाडिबाट हामीले सुनिरहेछौँ, ए यो नचाहिँदो गफ, एउटा पेस्टले 20-30 वटा काम गर्छ, 50 वटा काम गर्छ। एक दिन तपाईँ एक कुरेत काटेको ठाउँमा दलेर हेर्नुहोस् त यसले कति छिटो निको हुन्छ।
त्यो तपाईँले जीवनमा भुल्नुहुन्न। यदि भुल्नुहुन्न भने तपाईँ दर्जन दर्जन मान्छेलाई त्यो बताउन सक्नुहुन्छ के हिम्मतको साथ। तर अर्कोले भन्यो हो रे, तपाईँलाई के थाहा हो रे, डराएर बोल्नुहुन्छ तपाईँ। त्यसकारण प्रोडक्ट आफैले कन्फिडेन्टली युज गर्नुहोस्, सबै गर्नुहोस्, एकैचोटि होइन। आज के सक्नुहुन्छ त्यो गर्नुहोस्, भोलि सक्ने हुँदै गर्दा अर्को 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 पालै पालो अनुभव गर्नुहोस्, आफूले अनुभव लिनुहोस्। किन तपाईँ सधैँको लागि केही गर्दै हुनुहुन्छ भने जायज कुरा बोल्नुपर्छ, जायज काम गर्नुपर्छ कि तपाईँको बल्ल थायित्व हुन्छ। तेस्रो कुरा, मान्छे भेट्टायो, डिएक्सनमा गएको, मेम्बर बनायो भने पैसा आउँछ अरे भन्यो। कसैले मात्रै कुकुरलाई अड्कलेर दिएको चाहिँ खाने आरा दिएको छ हामीलाई। हामी रमाएका छौँ, मैले कमाएको छु। उनीहरूको एक दिनको 1 घण्टाको मोबाइल र पकेट खर्च हाम्रो महिनाभरिको 12 घण्टाको श्रम, 360 घण्टाको श्रमको मूल्य हो कि होइन? मैले गल्ती बोलेँ? आज विश्वभरिको मान्छे आछ नि, यहाँ दुनियाँको मान्छेले एउटै काम गर्दाखेरिमा 2000, 4000, 5000 कमाउने, हामीले 500 किन? त्यतिसम्म गर्दा पनि हामीले कहिल्यै सोचेनौँ मैले 2 वर्ष ठिक छ आएँ, 4 वर्ष ठिक छ आइसकेँ, कम से कम केही चाहिँ गर्नुपर्छ है। यदि ठाउँ पाएँ भने ठिक छ, ठाउँ पाइएन पाएँ भने केही गर्नुपर्छ भन्ने सोच किन हुँदैन मान्छेमा? पाउँदा किन गर्दैन? आफ्नो लागि किन सोच्दैन? उल्टो मान्छे यो सोच्छ कि म पीडामा छु, ऋण तिर्न सक्दिनँ, मेरो धेरै पैसा फसेको छ, मेरो घर परिवार उता छ, टेन्सन छ, तनाव छ। त्यो भुलाउनको लागि मान्छे लुना थप्छ। लुनाले सधैँको लागि ठिक पारिदिन्छ त? एउटा पीडा भुलाउन अर्को पीडा, अर्को पीडा, अर्को पीडा, अर्को पीडा पटक पटक थपेर यो जिन्दगीलाई तबाह बनाइरहेछ। त्यस कारण आज तपाईँ जति नयाँ हुनुहुन्छ, मैले हात उठाउने कष्ट गर्ने, किन यातना धेरै दिइसकेको छु हिजो अस्ति। अब तपाईँहरूलाई गर्मीमा म धेरै यातना दिन्न, जाने बेलामा शराब लिएर जान चाहन्न म। तैपनि मेरो अनुरोध, आदरणीय मित्रहरू, मेरो जति पनि दाजुहरू, बुवा अङ्कल समानको भाइहरू जो हुनुहुन्छ, तपाईँ अन्डरस्ट्यान्डिङ गर्नुहोस्। यो कसैको लागि होइन। अशोक बस्ने, टुक्राज या शिव खड्का या प्रताप या कोही पनि लिडर, अनि जोसुकै लिडर, कसैले कन्भिन्स गर्दा जोइन हुनुपर्छ होइन। यो तपाईँलाई यो प्रोडक्ट ठिक लाग्यो भने, तपाईँलाई स्वस्थ हुनु छ भने खाने चिज हो यो। अब दोस्रो कुरा रह्यो, खाने कुरा त तपाईँलाई ठिक लाग्दा खाने। बिजनेस कसले गर्ने? बिजनेस जसले 1 घण्टा पार्ट टाइम अन्त छुटाएर 1 घण्टा कम्ती सुत्दा यो चिजले मेरो जीवनमा प्रत्यक्ष असर पार्छ भने, यसले दुनियाँको जीवनमा असर पार्छ भनेर जसले बुझ्न सक्छ, त्यो मान्छेले बिजनेस गर्ने हो। कहाँ गएर गर्ने? आफ्नो साथीले गएर बताउनु, ठिक लाग्यो सुन्छ, बेठिक लाग्यो सुन्दैन। सबैले सुन्दैनन्। म कहिल्यै आत्तिन्न, म कहिल्यै डराइन कि मेरा कम्पनीको कोही पनि जोइन भएन। नो प्रब्लम। आज हुँदैछन् नि त साथीहरू। मान्छे